गाइज नमस्ते अनि वेलकम ब्याक टु यर अनदर भिडियो। यो भिडियो चाहिँ अलिकति होइन बिमार भइरहेको छु, अलिकति अलिक ठिक छैन, तर अब पनि हामी सुट गर्दैछौँ बिकज दिस इज गोइङ टु बी समथिङ एल्स है। दिस इज नट इन्फर्मेटिभ भिडियो, दिस इज नट अब उयो, दिस इज समथिङ लाइक हरेकजना फिटनेस गर्ने मान्छे, हरेकजना बडी बिल्डर, हरेकजना उयो एक्साइटेड हुन्छ होइन। सो यो भिडियो चाहिँ इज गोइङ टु बी अबाउट अब केही नयाँ कुरा हाम्रो जिममा होइन एडअप हुँदै जाँदैछ। सो अन्त अब जिममा त्यही हाम्रो फिटनेस फ्याक्ट्रीमा नयाँ कुरा आउँदैछ। सो त्यही चाहिँ म तपाईँहरूको सामने देखाउनु जाँदैछु के रहेछ कस्तो रहेछ, एक्साइटमेन्ट कडा छ। सो अहिले हामी आइपुगिसकेका छौँ जिममा। सो अब यहाँ जिममा चाहिँ यहाँ छु म अहिले फिलहाल हाम्रो जिमको अफिसमा। सो यहाँ हाम्रो फुर्वादा हल्का मिल इन्जोय गर्दै 12 बजीको फुर्वादाले चाहिँ एकदमै आज मलाई इन्फर्म गरेर चाहिँ राम्रो काम गरिदिनु भयो। हल्का म पनि सुतिरहेको थिएँ, बिमार थिएँ हल्का अब, तर ठिकै छ। आज चाहिँ अब जिममा चाहिँ के हुँदैछ अलिकति भित्र गएर बुझौँ है त गाइस। सो अलराइट गाइस, अब चाहिँ हामी जिमभित्र एन्टर गर्दैछौँ। अन्त यहाँ चाहिँ काम चाहिँ अलरेडी स्टार्टेड हो। अन्त यहाँ हाम्रो अभिलाष दा रहेछ। अभिलाष दा के छ अन्त एक्साइटमेन्ट लेभल? हल्का अब सोल्डर मसिन नयाँ आउँदैछ, अब चाहिँ सोल्डर कडा पड्किने फर्स्ट हुँदैछ है। खरसाङमा त अब फर्स्टै भनौँ न, फर्स्ट टाइम इन खरसाङ होला यो मसिन चाहिँ है। कुनै पनि जिममा छ जस्तो चाहिँ लाग्दैन मलाई खरसाङभरि चाहिँ हो। अन्त यो चाहिँ अब इट्स अ ब्युटिफुल मसिन है। मैले त अब पहिला पनि पुरै युज गरेको छु, बेङ्गलोरतिर युज गरेको छु अब यताउति बस्दा। तर यो मसिन चाहिँ दामी छ, मतलब यसले चाहिँ मोस्टली रेयर डेल्ट अन्त साइड डेल्ट्स चाहिँ मजाले मतलब पड्किन्छ। सो हाम्रो जिमको भाइहरूलाई चाहिँ एकदमै स्टार्टर्सहरूलाई पनि एकदमै राम्रो अपर्च्युनिटी हो यो है। मजाले ट्रेन गर्नु सक्छ डम्बल्सले भन्दा चाहिँ। अब यसमा चाहिँ बिगिनर्सहरूलाई चाहिँ झन् सजिलो हुन्छ है। जो मोस्टली अब डम्बल्सले भन्दा चाहिँ अब यसले चाहिँ अझै नै भेटाउँछ हो। सो अभी काम चालु है मजाले हुँदैछ। अन्त यसलाई एसेम्बल गर्नु चाहिँ अब कति जस्तो लाग्छ होला दा? 1 घन्टा 1 घन्टा म्याक्सिमम्। सो अहिले फिलहाल असेम्बल हुँदैछ। यो चाहिँ हो हाम्रो प्यारो जिम फिटनेस फ्याक्ट्री हो। अन्त अब हाम्रो यहाँ चाहिँ अब एकदमै स्पेसियस छ हाम्रो है। हल्का सानो टुर पनि दिइहालौँ न। सो यो चाहिँ हाम्रो वेट सेक्सन भनौँ है। यो चाहिँ अब यहाँ चाहिँ मोस्टली कार्डियो स्ट्रेचिङहरू गर्छ मान्छेहरूले, तर यहाँ पनि मसिन्सहरू छ 1-2वटा, जस्तै कि यहाँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ चेस्टको नर्मल बेन्च छ। अन्त त्यहाँ चाहिँ डिक्लाइन छ। यहाँ चाहिँ तपाईँको ट्रेडमिल छ, 2टा ट्रेडमिल वर्किङ छ। यो पनि राम्रै छ यो रन स्प्रिन्टहरू गर्नुको लागि। अन्त यो तपाईँको यो बिग्रेको छ इलेक्ट्रिकल, अन्त यो साइकल पनि बिग्रेको छ। सो अरू त दामी छ, अरू वन्डरफुल छ। यहाँ ह्याङ्गिङहरू छ, यहाँ हामी हान्न सक्छौँ एब्सहरू, यहाँ हामी गर्न सक्छौँ ब्याकको लागि हामी ब्याक एक्सटेन्सन, हाइपर एक्सटेन्सन। अन्त यहाँ चाहिँ अब हाम्रो बिगिनर्सहरूको लागि केही रुटिनहरू दाहरूले बनाएर मजाले टालिदिनु भइदिएको छ। सो हाम्रो यहाँनिर ट्रायल रुम केटाहरूको, केटीहरूको त म देखाउन सक्दिनँ। सो ट्रायल रुम चाहिँ कुछ यस्तो छ। सो अलराइट, सो अब हेर्दै जाउँ गाइज हो। यो चाहिँ अब कति टाइममा चाहिँ बनिसक्छ। सो यो बनिसकेर चाहिँ तपाईँहरूलाई म टोटल रिभ्यू, टोटल अपडेट दिनेछु। सो अहिले चाहिँ एकदमै बेसहरू कस्नु हुँदैछ हाम्रो दाले यहाँ होइन। अन्त अब भर्खर अब यसको हल्का उयो पनि हामीले जग्गा पनि अलिकति यता घुमाएर राखेको छ दाहरूले सबैले भनेर यता। सो यो नै दामी देख्छ होला, किनकि अलिकति अलाइन पनि हुन्छ यहाँ। अब साइड डेल्ट, यहाँ हाम्रो फ्रन्ट डेल्टको लागि सोल्डर प्रेस मसिन। सो अलाइन हुन्छ अलिकति, सो द्याट विल बी बेटर भन्ने एउटा सोच। उयो चाहिँ के फ्लोर हो क्या यता? त्यो चाहिँ फ्लोरपट्टि जान्छ क्या यो चाहिँ, योवाला हो। त्यहाँ चाहिँ उभिने होला, यो पछाडि जान्छ होला हो। अन्त यहाँ केबल लाग्छ होला, त्यही हो। अब अलमोस्ट सकि नै सकियो भनौँ है यहाँनिर। सो यो वेटहरू चाहिँ मलाई लाग्दैछ कि 2.5 को होला एउटा इच प्लेट है। कति हो त यो? 5 किलो है। 5 किलो इच प्लेट भन्नाले मतलब निकै नै आउने रहेछ। सो गाइज
फिटनेस फ्याक्ट्रीको मेम्बर्सहरू जति पनि छौ लु सोल्डर पड्काउनको लागि चाहिँ एकदमै तयार भएर हौ आज नभए भोलि चाहिँ भने चाहिँ के हुन्छ भन्दा फेरि यो मसिनले पड्काउनु सकेन भने चाहिँ फेरि यो मसिनले पनि पड्काउनु सकेन भने चाहिँ अब त्यही हो दा है लाज हुन्छ नि बिग लाज हुन्छ नि यो मसिनले पनि पड्काउनु सकेन योपालि चाहिँ अब हाम्रो यी दाहरू फुलबा दा पनि खेल्दैछ निमा दा पनि खेल्दैछ होइन योपालि अभिलाष दा पनि हो योपालि चाहिँ लु है डरलाग्दो हुनु अरे सोल्डर चाहिँ अब मान्छेको नानीको टाउको यत्रो क्या सोल्डरहरू चाहिँ योपालि चाहिँ पड्किनु पऱ्यो हो त्यही हो अन्त एकदमै यहाँ अभिलाष दाले फेरि टाइम ल्याप्स गर्नुहुँदैछ हो सो हल्का गरिदिउँ सो अब यो चाहिँ स्टिकर चाहिँ म यहाँ बेडमा टाल्ने यो चाहिँ सुरु रहेछ 4 किलोदेखि लिएर कति किलोसम्म छ हौ 84 किलोसम्म छ लु यो वर्षभित्रमा जसले पनि 84 किलोले चाहिँ अब त्यो गर्छ हो दा त्यसलाई केही इनाम राख्ने फिटनेस फ्याक्ट्रीबाट एक महिनाको जिम फ्री है लु 84 किलोले चाहिँ गर्नु पर्यो अब साइड ल्याटरल फुल रेन्ज अफ मोसन है 6 रेप चाहिँ हुनु पर्यो 6 रेप चाहिँ हुनु पर्यो 84 किलो यो मसिनमा होइन लु फ्री एक महिनाको लु केटा हो त्यो भाइले हिँड्छ होला त उयो पाण्डे दाल ओके नि सो अहिले चाहिँ फिलहाल आधी सकिसकेको छ अन्त अब अझै अब यसमा उयो भएको छ होला अन्त यहाँ स्टिकरहरू डाल्नु पऱ्यो हामीले हो अन्त यहाँ यो अब रेडी भइसक्यो अब यता तारसारहरू हाल्नु पऱ्यो त्यस्तै आज हामीले तर 85 चाहिँ हामीले अघि भनेको च्यालेन्ज चाहिँ होइन त्यो चाहिँ बरकरार रहन्छ यो सालको अन्तसम्म 84 होइन 84 है साह्रो पर्छ नि यो चाहिँ पक्रिने होला नि त्यसरी है यो हाइट यो माथि ए अस्ति हेरि हामीले यो रहेछ नि त ससुराले पनि एडजस्टेबल चाहिँ थिएन अरे एडजस्टेबल के हो बेमा चाहिँ अलिक अग्लो केटाहरूलाई चाहिँ एडजस्टेबल पनि छ यो एडजस्टेबल छ यो चाहिँ के एडजस्ट गर्ने यो पनि एडजस्टेबल हो यो कति यस्तो पनि हुन्छ यस्तो पनि हुन्छ सिङ्गल पनि तपाईँले गर्नु सक्छ ओके राम्रो होइन यो चाहिँ टाउको राख्ने होला पक्कै है मैला यो खतरनाक मेसिन होइन कि यसलाई कभर लगाउनु अब कभर पायो भने चाहिँ यहाँ कभर लाग्यो कि टाउको राख्नु टाउको टावल चाहिँ म त्यो अन्त हाम्रो जिम्मा त्यो पनि तपाईँहरू भन्नु त म्यान्डेटरी गर्नु टावल पनि देख्छु म कतिजना टावल यो हुन्छ पसिना सरी बनाउँछ हो तपाईँको घर बच्चा भन्नुहोस् न उयो सर्छ नि त के उयो स्किन डिजिजहरू सर्छ नि एज अ बडी बिल्डर सोच्नु न अब हामी बडी बिल्डर मान्छे होइन अब स्किन डिजिजहरू छ अब त्यही हो नि त चरा गाइज अब हुँदैछ फेरि आउँदैछु हामी अर्को क्लिप लिएर यो बड्काउनेमा अर्कै फिल्छ है गाइस परिस्थिति गाँठो परेर यहाँ हो एकदमै बनिँदैछ सो अहिले चाहिँ हाम्रो बजिसकेको छ 4:15 सो आएको चाहिँ लगभग 3.5 घन्टा 3 घन्टाहरू हुन आँटिसक्यो त्यही हो हुँदैछ एउटा ओपनिङ गरिदिउँ है त
चाहिँ हाम्रो पेक्सको वर्कआउट होइन यही मसिनमा बुक हुँदो रहेछ अब यसो हाम्रो कोचले यहाँ डेमोन्स्ट्रेसन देखाउँदै हामीलाई एकदमै पेक्स चाहिँ अब कसरी फोकस गर्नुपर्ने केटाहरू एकदमै यहाँ हेरिरहेको नयाँ मसिनलाई एकदमै नयाँ मसिन सेक्सी छ एकदमै कोचको ओके छ रिभ्यूको फाइनल टच होइन फिनिसिङ अब यहाँ स्टिकर लाउँदैछ वेटको अब के कसो हो दाले अब एकदमै मिलाएर मजाले तर अब यो स्टिकर धेरै दिन टिक्छ जस्तो त लाग्दैन मलाई कहाँ छ नि केटाहरू अब हामीले ट्राई गऱ्यो होइन साइड डेल्टको लागि अब चेस्टको लागि पनि अब पेक्सको लागि पनि हामीले भेरिएसन हेरेँ सो अब एक चाहिँ रियर डेल्ट्सको चाहिँ भेरिएसन कस्तो हुँदो रहेछ भनेर चाहिँ एकताल हेरेर चाहिँ अब यसलाई अब रेट गरेर चाहिँ अब हामी चाहिँ भर जानेछौँ गाइस यति नै आजको लागि चाहिँ सो अब चाहिँ होइन रियर डेल्ट्सको लागि चाहिँ हामी राम्रो रहेछ एकदमै मन पर्यो कोचले एकदमै चाख्दै यहाँ मसिनलाई एकदमै ट्राई गर्दै पहिलो गाइस आज चाहिँ हामी यतिको लागि नै आएको थियो जिम भनौँ न है सो एकदमै बिमारी अवस्थामा पनि आएँ हामी ट्राई गरेँ हाम्रो नयाँ मसिन हेरेँ कस्तो रहेछ यही नै हो थियो खासमा चाहिँ गाइस होइन बिगेस्ट सरप्राइज भनेको चाहिँ अन्त एकदमै आजको भिडियो चाहिँ है यस्तै भन्दै अब एकदमै मसिन कस्तो लाग्यो भाइ दामी सोल्डरको लागि हिर्काउनु कति एक्साइटेड एकदमै है भेरी एक्साइटेड होइन भोलि हो सोल्डर ए आजै केटाहरू त भन्छ 10 आउट अफ 10 होइन केटाहरू ड्रप सेट हिर्काउनु ओके हुन्छ होइन केटाहरू चाहिँ अब एकदमै सो हामी चाहिँ अब जान्छौँ टर्मिनसतर्फ के कस्तो हुन्छ यताउति बातचित टर्मिनसमा गएर गरौँ है त गाइस अब टर्मिनस गयौँ होइन त्यहाँदेखि अब मलाई त्यस्तो मेरो हेल्थ राम्रो भएको जस्तो लागेन सो घर आएर रेस्ट गरेँ सो मेरो भोइस पनि एज यु अल क्यान सी अब अलिकति उयो भएर होला त्यो रेस्ट गरेर आएर चाहिँ मैले भिडियोलाई एन्ड गर्छु अन्त आज कम्प्लिट गरेर हाल्छु भनेर सोचेको थिएँ सो आज नै म हाल्छु होइन सो गाइज अब त्यही हो इट वाज अ वन्डरफुल एक्सपिरियन्स विथ द्याट मसिन है अनबक्सिङ भयो त्यसको त्यहाँनिर इन्स्टलेसन भिडियो है एकदमै राम्रो थियो अब इन डेप्थ अब इन्स्टलेसन त हामीलाई देखाउनु सक्दैनौँ किनकि अब लाइक लामो प्रोसेस थियो इट टुक अलमोस्ट लाइक कति 3-3.5 घन्टाहरू जस्तो लाग्यो त्यो डाङडुङ उयो गर्नु इन्स्टल गर्नु त्यो दाले एक्लै गर्दै थियो फेरि अन्त हामीलाई त केही पनि थाहा पनि थिएन त्यो कसरी इन्स्टल गर्छ के कसो तर अब हेरेर अब सिक्नुको लागि चाहिँ निकै नै राम्रो भयो अन्त त्यो मसिन ट्राई गर्दाखेरि राम्रो नै थियो स्मुथ थियो एकदमै दामी अन्त मैले चाहिँ सोचेको थिएँ रियर डेल्ट र उयो मात्रै हुन्छ होला भनेर तर पेक्स पनि ट्रेन हुने रहेछ त्यसमा चाहिँ अन्त त्यो कुरा चाहिँ एकदमै राम्रो लाग्यो सो अब त्यसमा चाहिँ एकदमै मजा आउने रहेछ गाइस उयोहरू गर्नु चाहिँ अब जस्तो कि साइड डेल्ट्स तपाईँको रियर डेल्टहरू गर्नु चाहिँ मजा आउने रहेछ रिगार्डलेस लाइक रियर डेल्ट चाहिँ मलाई मेरो त्यस्तो फिल भएको जस्तो लागेन कि मैले गर्नु नजानेको तर साइड डेल्ट्स चाहिँ डेफिनेटली दामी फिल हुँदै थियो होइन अन्त हामी अब साइड डेल्ट्स चाहिँ मजाले ट्रेन गर्नेछौँ क्या त्यसमा ड्रप सेट मजाले हिर्काउने क्या अब गएर सो फ्युचरमा आउँछ त्यसपछि त्यो मसिनसँग पनि निकै भिडियोहरू सो अलराइट गाइज दिस इज इट फर टुडे होइन एन्ड इफ यु लभ द भिडियो मेक श्योर यु हिट द लाइक बटन एन्ड इफ यु आर न्यू टु द च्यानल मेक श्योर यु सब्सक्राइब एन्ड हिट द बेल आइकन बिलो टु गेट नोटिफाइड एट द अर्लिएस्ट अनि यही हो यसरी नै माया देखाइदिनुहोस् यसरी नै सपोर्ट देखाइदिनुहोस् तपाईँहरूले एकदमै मलाई त्यो मायाले एकदमै उयो गर्नुभयो सो अलराइट गाइज दिस इज इट फर टुडे बाई बाई सी यु इन द नेक्स्ट भिडियो